मोमो चाहिँ आलु तर्कारी हातले खाएर चाहिँ कति मिठो हुन्छ क्या मोमो त्यसै अब चाहिँ मोमो बनाउन किमा बनाउनलाई चाहिँ मैले मासु काट्दैछु है मासु चाहिँ म चाहिँ कैँचीले काट्छु मासु हुन्छ नि त एकदम इजी हुन्छ सानोतिनो हड्डी पनि जारामचिनो काटिदिन्छ है अनि मैले मिक्सर पनि ल्याइसकेँ किमा बनाउनलाई यो मिक्सर चाहिँ एकदमै किमा बनाउनलाई एकदम बेस्ट हुन्छ घरको लागि सानो चट्टा परेको है अनि छिटो मिठो पनि हुन्छ हजुर पनि युज गर्न सक्नुहुन्छ एकदमै सजिलो एकदमै राम्रो छ मिक्सर चाहिँ अनि छिटो पनि पिसिन्छ है यसको भित्रको त्यो काट्ने मिक्सरको साइज पनि ठुलो सानो सबै हुन्छ हजुरहरु पनि ल्याएर युज गर्न सक्नुहुनेछ एकदमै राम्रो छ है मैले चाहिँ किमा चट्टा लाएर बनाउँदै छु किमा पनि भइसक्यो त हेर्नुस् एकै सेकेन्डमा हुन्छ के यति छिटो अनि मैले चाहिँ अब किमा लगाउन मैले भाँडो पनि ल्याइसकेको छु अनि किमा यहाँ लगाउँदै छु अब मिक्सर गर्नलाई ठुलै बोल चाहिन्छ नि त त्यही भएर मैले अब किमाको लागि मैले पत्ताकोपी काट्दै छु पत्ताकोपी नि लगाउनु पर्छ एकदमै मिठो हुन्छ है हजुरहरु करेलाहरु पनि लाउँदा हुन्छ इस्कुसहरु म चाहिँ पत्ताकोपी लगाएँ अनि पत्ताकोपी चाहिँ एकदमै बेस्ट लाग्छ क्या अनि मैले काटे चट्टा लाएर है फेरि म चाहिँ पुरै कटाइ चाहिँ डरै छ कटाएको पछि नजानु यो मिक्सरमा हामीले यो पत्ताकोपीहरु अनि पिस्न पनि एकदमै इजी हुन्छ छिटो क्या मसिनो काटिरहनु परेन हैन एकै सेकेन्डमा हुन्छ क्या अलिअलि सानो त बनाउनु पर्छ तर त्यस्तो साह्रो पर्दैन एकै सेकेन्डमा किमा लगाउने पत्ताकोपी पनि रेडी भइसकेको छ अनि पत्ताकोपी नि मैले त्यही अघिकै किमाको बोलमै लगाएँ अब प्याज लगाउँदैछु प्याज पनि सबै कुरा क्या एकदमै इजी हुन्छ छिटो मिठो घरको लागि चाहिँ एकदमै बेस्ट हुन्छ क्या काटिरहनु परेन मेहनत परेन हैन अनि अल्छीको काम कहिले जाला घाम जस्तै है अनि छिटो मिठो चाहिन्छ त जो कोहीलाई पनि मैले प्याज पनि मिक्सरमा पिसेर रेडी गरिसकेको छु अब त्यो चाहिँ मसिनो सानो त्यो हजुरले हेर्दै पिसिसकेको छ मैले चाहिँ अचारको लागि चाहिँ त्यो सिसुर के छैन लसुन मजाले फ्राई गरेँ डल्ले खोर्सानी नेपालबाट ल्याएको अनि तिल लगाएर मैले चाहिँ मिक्सरमा लगाएर मजाले अचार मोमोको अचार मोमोको चाहिँ अचारै मिठो भयो भने मोमो मिठो हुने तर अचार चाहिँ बनाउन रेडी गर्दैछु अनि मोमोको अचार पनि मैले पिसिसकेको छु टमाटर पनि मैले अघि बोइल नि गर्दै त्यहाँदेखि काम नि गर्दै त्यही भएर बाफ पनि आइरहेको छ अनि दुईटा टमाटर लगाएर मजाले पिस्दै है मोमोको अचार चाहिँ यति मिठो हुन्छ हैन मिठो पनि पर्छ अनि अब मोमोको अचार पनि पिसिसकेको छ यसको लुक्स हेर्नु वाउ दामी छ अनि मैले नुन पनि लगाएँ है नसवादको अब आफूले हेरेर लगाउनु होला अनि मैले कागती पनि लगाएँ अनि अब हजुरहरु ट्रेस गर्दै लगाउनु होला कति अब आफूलाई बेस्ट हुन्छ मलाई चाहिँ फेरि धनिया एकदमै मन पर्छ अनि थोरै धनिया पनि धेरै नलगाउनु फेरि एकदमै हरियो हुन्छ अब थोरै धनिया पनि लगाएँ फेरि मैले पिसेँ अनि पिस्दा मेरो अचार चाहिँ रेडी हुँदैछ एकदम वेट गर्नुहोस् मेरो अचार फाइनली मेरो अचार चाहिँ पिसिसकेको छ अचारको लुक्स यस्तो छ वाउ दामी धेरै लगायो भने चाहिँ त्यो ग्रीन हुन्छ नि त त्यही भएर ठिक्क लगाउनुहोस् धनिया चाहिँ अनि मेरो किमा पनि त छ मैले किमामा अलिअलि नुनहरू लगाएर मिक्स गर्दैछु मिक्स गरेर चाहिँ अब मोमो बनाउनु पर्छ मेरो किमा पनि रेडी भइसकेको छ है म चाहिँ सिम्पल बनाउँछु त्यस्तो मसला केही लगाउँदिन सिम्पल मोमो बनाउँछु अनि त्यही भएर मैले मोमोको लागि यहाँ पनि रेडी गरिसकेँ अनि अब मोमो बनाउँछु यो रेप चाहिँ रोटी चाहिँ म त्यो पसलबाट ल्याएको यहाँ चाहिँ रेडीमेड पाउँछ क्या त्यही भएर पामा बनाउन अझै इजी हुन्छ ल्यायो अनि के बनायो ट्याक भइहाल्छ त्यस्तो मोमो चाहिँ खतरा बनाउन चाहिँ आउँदैन काम चलाउ सरकार है आफै खाने हो अनि त्यही भएर त्यस्तो खासै बनाउन आउँदैन मिहिनेत गऱ्यो भने चाहिँ आउँछ तर म चाहिँ आफै खाने भनेर यति बनाइदिन्छु त्यस्तो खासै वाउ छैन तर पनि लुक्सको पछि कहिले नजानुहोस् चाहे मान्छे होस् चाहे खानेकुरा चाहे कपडा नै किन नहोस् हैन
मान्छेको मन राम्रो हुनुपर्छ अनि सब कुरा राम्रो हुन्छ। खानेकुरा पनि लुक्स भन्दा नि त्यसको भित्रीको स्वाद चाहिँ मिठो हुनुपर्छ अनि चाहिँ जेब्रोले टेस्ट लिने हो। कपडाहरू पनि त्यो राम्रो भनेर मात्र हुँदैन, त्यसको ब्रान्ड चाहिँ एकदम ब्रान्डेड हुनुपर्यो। त्यही भएर म चाहिँ चट्ट मोमो लाएर पकाउँदैछु। अब मोमो बनाउँदैछु। मेरो मोमो पनि रेडी भइसकेको छ, सानो सानो चट्ट लाएर पकाउँछु है। अब मोमो चाहिँ रेडी भइसकेको छ अनि मोमो चाहिँ अब स्टिम गर्नुपर्छ। मैले स्टिम चाहिँ अगाडि नै पानी बोइल गरेर रेडी गरेर। मोमोको लुक्स चाहिँ यस्तो छ। वाउ, यति मिठो मोमो चाहिँ पाकिसकेको छ अनि मोमो चाहिँ म खाना दिएको। ओएमजी मोमो चाहिँ दामी छ है, कस्तो खानु मन लागिसक्यो। यो चाहिँ अचार यस्तो मैले अचार नि लगाइसकेँ अनि अब साइडमा कोक पनि छ, त्यसमा खाएर खिर खाएको आउनुहोस् हजुर पनि मोमो खानु। जाडो छ, पानी खतरा खतरा छ। अब मोमो चाहिँ म काँडाले भन्नु नि मेरो हातले खाने हो। हातले खानु भगवानले बनाइदिनु भएको हात एकदम हातले खानुपर्छ, मिठो हुन्छ मोमो खाएर। स्टोर में दामी मिठो मिठो मिठो। म चाहिँ फेरि मोमो खानालाई रेडी गरिरहेको छु। फेरि खाने मोमो मिठो छ, मिठो मिठो मोमो चाहिँ यस्तो छ। साइडमा कोक पनि छ अनि बाहिर चाहिँ पानी परेको छ है। अनि म चाहिँ मोमो खानुलाई एकदम आतुर छु। मोमो चाहिँ यस्तो छ, मैले बनाएको आफ्नै घरमा आफ्नै हातले है। मिठो 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 हजुर हरेक गरेर खानु सक्नुहुनेछ है। जाडोमा मोमो चाहिँ एकदम दामी हुन्छ। बलतिर हाते खानुको मजै छुट्टै छ है। मैले चाहिँ काँडासँग साइडमा राखेर मोमो चाहिँ हाल्यो धर्कादिनु। हातले खाएर चाहिँ कति मिठो हुन्छ क्या मोमो। चेस है कोक। अचार चाहिँ मलाई चाहिँ पिउनु चाहिँ खतरा पिरो मनपर्छ। साँच्चै नै मिठो छ। अति बवाल क्या, अति नै मिठो। मिठो 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 मोमो।